यतिको बच्चाले मम्मी मलाई नरुनु, मलाई छोडेर नजानु, तपाईँसँग छोडेर तपाईँले छोड्नै मन लाग्दैन भन्छ। रातभरि औँला पारेर सुत्छे। यो उमेरमा बोन मेरो क्यान्सर भएको रहेछ। हेर्नुहोस् त, यो अनुहार, यी गालाहरू सुनिएर फुट्लान जस्तो, भुइँमा खस्लान जस्तो भएको छ। शरीर हेर्नुहोस् त, यो सुनिएर यति धेरै मोटो भएको छ। अस्वाभाविक रूपमा शरीर बढिरहेको छ। डाक्टरले छिट्टैभन्दा छिट्टै बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ, तर चितवनमा उपचार सम्भव भएन। बहिनीसँग पैसा छैन। मान्छेको रूपमा भगवान हुन्छ भन्छन्। तपाईँहरूले जसरी भयो भने 1 रुपियाँ हुन्छ कि 2 रुपियाँ हुन्छ कि प्लिज, बच्चाको रूपमा भगवान हुन्छ भन्छन्। तपाईँले भगवान मेरो छोरीलाई सहयोग गरिदिनु होला। यतिको बच्चाले मम्मी मलाई नरुनु, मलाई छोडेर नजानु, तपाईँसँग छोडेर तपाईँले छोड्नै मन लाग्दैन भन्छ। रातभरि औँला पारेर सुत्छे। राति दुख्छ होला, राति दुख्छ होला, त्यही पनि के भयो मम्मी, के भयो मम्मी भने भन्छ। म के गरौँ, बुढासँग कुरा गर्दा त्यहाँ सम्पर्कमै हुनुहुन्न। मेरो छोरी भने पनि यो छोरा भने पनि यही हो सर। मेरो छोरी बचाइदिनु भयो भने म तपाईँहरूलाई नि बाछिन् है, बाछिन्, छोरी बाछिन्, छोरी यसलाई दुख्छ तर मलाई भन्दिने, किनभने मम्मीले टेन्सन गर्नुहुन्छ भन्छ। बाछिन् है, बाछिन्, पिर नगर बहिनी, पिर नगर, बाछिन्। अब तपाईँहरूको छोरो, छोरी यता हेर, यता हेर, यता हेर छोरो, छोरो, छोरी ठुलो मान्छे भन्नुपर्छ है, हिम्मत गर है, ठुलो मान्छे तिम्रो उपचार हुन्छ। डक्टर बन्छु भन्छ। सबै स्कुल गएको देख्छु, कापी कलम लेख्छ, आफै लेख्छ, आफै पढ्छ। पढ्ने यति टाइलेन्ट सर, यो पढाइमा यति टाइलेन्ट। सब स्कुल गएको देख्छ। म पनि राम्रो हुन्छु अनि जान्छु स्कुल भन्छ। स्कुल पढेर म ठुलो मान्छे बन्छु अनि डाक्टर बन्छु भन्छ। आफू त्यस्तो बिमारी हुँदा पनि अरू बिमारी देखेर अब मम्मी के भयो बिमारी, भोलि पर्सि म ठुलो हुन्छु अनि यिनीहरूको इलाज गर्छु, उपचार गर्छु भन्छ। ओके, तिम्रो छोरी जस्मिनलाई केही हुन्न बहिनी, नरो। छोरी, छोरी तिमी पछि ठुलो मान्छे बन्नुपर्छ है, है। के भन्छौ पढेर, के भन्छौ छोरी? डाक्टर भन्छौ। कति किलो छिन् अहिले छोरी? यो 2 दिनमा बढ्दै गइरहेछ। 25 भएको थियो अस्ति। एकदमै गरम छ। 2 दिनमा 1 दिनमा बढ्दै गइरहेको छ। छोरी तिम्रो उपचार हुन्छ, पिर नगर है। हस्, मम्मीलाई पनि पिर नगर्नु मम्मी भन है। कस्तो ज्ञानी रहेछन्, सम्झाउने रहेछन्। मम्मी रुँदा फेरि मम्मीको आँसु पुछिदिने। यति सानी छिन्, 4 वर्षकी छिन्, तर सबै कुरा बुझ्छिन्। सबै कुरा बुझेर मात्र नहुँदो रहेछ। बिचरा यो उमेरमा बोन मेरो क्यान्सर भएको रहेछ। हेर्नुहोस् त, यो अनुहार, यी गालाहरू सुनिएर फुट्लान जस्तो, भुइँमा खस्लान जस्तो भएको छ। शरीर हेर्नुहोस् त, यो सुनिएर यति धेरै मोटो भएको छ। अस्वाभाविक रूपमा शरीर बढिरहेको छ। डाक्टरले छिट्टैभन्दा छिट्टै बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ, तर चितवनमा उपचार सम्भव भएन। बहिनीसँग पैसा छैन, 1 रुपियाँ पनि छैन बहिनीसँग। अब यस्तो अवस्थामा बहिनी रोएर एकदम त्यो हुन्छ नि। मलाई धेरैजनाहरूले बहिनीको यो अवस्थाबारे जानकारी दिनुभएको थियो। एउटा
पहिले छाडेको एकजना बहिनी हुनुहुन्छ, त्यो बहिनीको हालत एकदमै बिहाल छ, छोरी पनि क्यान्सर रोग लाएर मर्न लागेकी छ, एकचोटि त्यहाँ भुजरा सर तपाईँ गइदिनुहोस् भनेर मलाई धेरैजना व्यक्तिहरूले भन्नुभएको। अनि म बहिनीलाई सम्पर्क गरेँ, बहिनीलाई सम्पर्क गर्दा बहिनीले मलाई धेरै फोन गरिसक्नु भएको रहेछ वाट्सएपमा, तर मैले थाहा नपाएको रहेछु। अनि म आत्तिँदै अनि बहिनीको यो अवस्था देखेपछि यहाँ आएको छु। यस्तो मान्छेलाई थोरै भए पनि सहयोग गर्न सकियो भने, यो बहिनीको ज्यान बचाउन सकियो भने यही नै हो मानवता। धर्म कमाउन साँच्ची नै कतै जानु पर्दैन। आज यो छोरीलाई बचाउन हामीले सक्यौँ भने नि तपाईँ हामी सबैलाई धर्म मिल्नेछ।